चाउमिन भन्दा धेरै सुकुटी भएको सुकुटी चाउमिन र सुकुटी खानालाई काठमाडौँमा भएको मेरो रुपल साथीसँग झोला झ्याम्टा बोकेर टोखा हुँदै एउटा डाँडा कटेर गुरुङ गाउँमा रहेको शिवपुरी सुकुटी एन्ड खाजा घरमा गयौं। बाइक पार गरेर खानेकुरा अर्डर दिएर साथीसँग गफ हान्दै फेरि मेरो 5 बजे चाहिँ झापा जाने गाडी छ। फर्स्टमा चाहिँ हाम्रो चाउमिन आइपुग्यो अनि यसो हेरेको सुकुटी नै सुकुटी थियो। त्यस पछाडि हाम्रो सुकुटी र चिउरा पनि आइपुग्यो। फर्स्टमा चाहिँ मैले सुकुटी चाउमिन ट्राई गरे। यहाँको चाउमिनमा चाहिँ सुकुटी लोभ नगरी हाल्दिनु हुँदो रहेछ। अलरेडी 4 बजिसकेको थियो अनि मेरो गाडी चाहिँ 5 बजेको थियो अनि यहाँबाट फेरि बस पार पनि जानुपर्ने, त्यही भएर तुफान खाँदै थिए। सुकुटी चाउमिन हल्का ओइली भए पनि टेस्ट चाहिँ एकदमै लोकल र बबाल थियो। अब चाहिँ पालो आयो यहाँको सुकुटीको। टेस्ट गरेर हेर्दा धेरै दरोवाला थिएन, कमलो कमलो टाइपको थियो। सुकुटीमा चाहिँ मजाले ग्रेभी भएकोले यहाँ चाहिँ चिउरासँग खाने चलन रहेछ अनि मैले पनि ट्राई गरे। साँच्चै नै मजा आउने रहेछ खानालाई। यो बाटो चाहिँ म गोसाइकुण्डा जाँदा हिँडेको थिएँ। मेबी त्यता जाने गाडी अनि काठमाडौँ बाहिर दामी खाजा खाइदिउँ न भन्नेहरूको लागि चाहिँ यो ठाउँ बेस्ट अफ बेस्ट स्पोट हुने रहेछ। ओभरअल मलाई यहाँको सुकुटी खानु चाहिँ एकदमै मजा आयो।